शेरबहादुर देउवालाई नै पार्टी सभापति बनायो भने बरु काङ्ग्रेस बच्छ। तर गगन थापाहरूलाई फेरि काङ्ग्रेस हातमा पर्यो भने म तपाईँलाई भनिदिउँ, केही समय मैले पनि गगन थापासँग सङ्गत गरेको छु। केपी ओलीको हातमा देश, गगनको हातमा काङ्ग्रेस र बहादुरको हातमा नरिवल एउटै हुन्छ साथी। त्यो पुलिस हेडक्वार्टर भन्दा पछाडिपट्टिको गगन थापाको अफिस के हो म तपाईँलाई चाहिन्छ भने हिँड्नुहोस्, म देखाइदिन्छु त्यहाँबाट। त्यत्रा ती 50औं लाख भाडा तिर्ने पैसा गगन थापासँग कहाँबाट आइरहेको छ? उनको व्यापार के हो, व्यवसाय के हो? भएका बाख्रा पनि घोटेर खायो, के बेचेर खायो, काटेर खायो भनेर उनी आफै बोलिरहेका छन्। सेकुवा बनाएर खायो, झोल बनाएर खायो भनेर उनी आफै भनिरहेका छन्। उनको व्यवसाय के हो? उनको आम्दानीको स्रोत के हो? उनले त्यसैले काङ्ग्रेसले दुईटा कुरा छानबिन गरोस्। यदि काङ्ग्रेस साँच्चीकै लोकतान्त्रिक पार्टी हो भने गगन थापाहरूले जे बदमासी गरिरहेका छन् उनको नेतृत्वमा उनको हातमा काङ्ग्रेस पुग्यो भने र देश पुग्यो भने भोलि ठुलो सङ्कट आउन सक्छ। सत्यको पक्षमा उभिएको रविलाई हेर्न एकचोटि जनता आइदिनुहोस्। मेरो कुरा यति नै छ। जस्तो यो कुरामा म पनि सहमत छु। गगन थापाले जुन अफिस खोलेको छ त्यसको प्रत्येक महिनाको किराया 50 लाख रुपियाँ तिर्नु परेको छ होइन। र केपी ओलीले गर्दा नेकपा एमाले बदनाम भएको छ। त्यस्तै गगन थापा गफाडी गगन थापाले गर्दा नेपाली काङ्ग्रेस पनि बिग्रिसक्यो।